डिपिआर भएको ठाउँ भन्दा नि जहाँ बनाउने मैले पुल बनाऊ जे पनि हामी छु भन्नु लाग्छ। सोझा सोझा जनतालाई कसै ठग्न पाइँदैन। यो चाहिँ हेक्का रहोस्। म भन्न चाहन्छु कि दर्शकबिन नमस्कार, तपाईँहरू यति हेर्दै हुन्छ जुम्ली भोइस मिडिया। सो जुम्ली भोइस मिडियामा आज हामी यस्तो गम्भीर विषय ल्याएर तपाईँहरूको सामु उपस्थित भएका छौँ। भिडियो अन्तिमसम्म हेर्नुवाला होला है त। ल साथीहरू हामी यता आउँछौँ क्यामेरामा। यो पुल त देखिरहेछ नि त, यो पुल पुल राम्रोसँग देखाऊ है दर्शकबिन श्रोताहरू। तपाईँहरूले जुन यो पुल देखाउनु, यो पुल बनेको विगत 8 देखि 10 महिना भयो, तर अहिलेसम्म नि यो पुल सञ्चालन भएको छैन। केही दृश्यहरू तपाईँले देखिराख्नु भएको होला र यता क्यामेरामा जुन यो बाटो छ नि त, यो बाटोमा यो पुल बन्ने खालको यो बाटोमा है तपाईँले सायद यो कुरा हेरेर चाहिँ डिपिआर भएको ठाउँ चाहिँ यो हो। पुल चाहिँ डिपिआर अहिले भएको ठाउँमा नगएर माथि पुल बनेको छ। यो यहाँ जग्गा धनीको कुरा अनुसार जग्गा धनीले चाहिँ यो 5 भारी भन्छ यो हाम्रोतिर। 5 भारी खेत चाहिँ यो सडक डिभिजनलाई दिएको थियो, तर यहाँको ठेकेदार भनौँ कि स्थानीय तहका गाउँपालिका अध्यक्ष लगायत अनि हाम्रो वडा अध्यक्षहरूको मिलोमतो हो कि के हो होइन साथीहरू, त्यो त कमेन्ट गर्नुहोस्। त्यो हामीले नबुझेर अहिले यो डिपिआर भएको ठाउँमा पुल नभएर पुल माथि बनेको छ। त्यो तपाईँ देखिराख्नु भएको होला। तर खासै अड्के हुन्छ यो बाटो होइन, यो बाटोमा झन्डै गाडीहरू यति लोड छ यति किनकि यो पहिलाको जुन यो यता देख्नु भाइ यो बाटो छ नि तपाईँले देखिराख्नु भएको बाटो, यो रादेखि मुगु जोड्ने बाटो जुन यो कनेक्सन गाउँपालिका वडा नम्बर 7 र अनि यो सिजा गाउँपालिका वडा नम्बर 1 मा पर्छ जुन यो बाटो तपाईँ देख्नुहुन्छ यो हो कि यो ठाउँमा पुल बन्नुपर्ने खासै। त्यतिखेर अहिले यो पुल जुन यो पुल बनेको छ नि त, यो पुल डिपिआर यहाँ भएको थियो, तर यहाँ स्थानीय तहको चहलपहलले गर्दा पुल माथि बनेको छ। त्यही भएर हाम्रो यो जुन यो जग्गा धनीको 15 भारी जग्गा यही पुलमा माथि हुँदा बिचरा जग्गा धनी आफै सुन्नु दाजुभाइ दिदीबहिनी हो। जुम्लामा 5 भारी खेत किन्न कति पैसा लाग्छ त, यो म तपाईँले प्रश्न गर्छु। र यदि 15 भारी खेत कसैको मासिन्छ भने ऊ मान्छे कहाँ गयो त? बिचरा ऊ एकदम गरिब दुखी मान्छे 5 भारी रोडलाई सहयोग गरेको थियो, तर अहिले आएर 15 भारी खेत मास्दा उसको मनमा कति भएको होला, के भएको तपाईँले एकछिन सोध्न सक्नुहुन्न। त्यही भएर दर्शक श्रोता म तपाईँले यो प्रश्न गर्छु सडक डेभलपमेन्ट कार्यालय जुम्लालाई मैले के भन्दा तपाईँले यो पुल स्टुडेन्ट दिनुभयो, तपाईँले डिपिआर गर्दै गए, तर पुल पनि यहाँ अहिले 8 महिना हुँदा किन पुल भन्नु तपाईँले थाहा छ पुल अहिले सुधार किन भएन? यो पुल सुधार नहुनको मेन कारण भनेको जग्गा धनीले अहिलेसम्म यहाँ अनुमति दिएको छैन, किनकि जग्गा धनीले 5 भारी भएर जग्गा दिएको अनि 15 भारी हुँदासँग पनि मान्छेलाई उसले क्षतिपूर्ति पाउनु पऱ्यो नि होइन। अब गाउँपालिका अब मैले कुरा सुने ठेकेदारको कुरा फोन कल सुन्दाखेरि उसले के भनेको थियो भने गम्भीर प्रश्न खडा हुन्छ, यो पुल किन डिपिआर भएको ठाउँभन्दा माथि बनायो त? ए ल ठिक छ त होइन, ठिक छ। अब गाउँपालिका वडा अध्यक्ष लगायत यो गाउँपालिका अध्यक्षले तिमी बनाऊ माथि बनाऊ होइन, डिपिआर भएको ठाउँ भन्दा नि जहाँ बनाउने मैले पुल बनाऊ जे पनि हामी छु भन्नु लाग्छ। सोझा सोझा जनतालाई कसै ठग्न पाइँदैन। यो चाहिँ हेक्का रहोस्। म भन्न चाहन्छु कि यो पुलको ठेकेदार लगायत हाम्रो गाउँपालिका सबैको ध्यान आकर्षण हो कि त्यो जग्गा धनीले क्षतिपूर्ति पाउनै पर्छ। ल साथीहरू म तपाईँ यहाँको दृश्य अवलोकन तपाईँ देखिराख्नु भएको बाटो चाहिँ यो हो साथीहरू, जुन यो बाटोमा डिपिआर भएको थियो र उतिखेर इन्जिनियर साहबहरू आएर डिपिआर गरेर गएको थिए, तर पुल बन्यो यता। ल हेर्नुहोस् तपाईँहरू पुल यहाँ बन्यो अनि हाम्रो त्यो जग्गा धनीको खेतहरू यता हुन्थ्यो होला, त खेतहरू 5 भारी हुन्छ म पुल बनाउँदा घोडलाई दिन्छु भन्नुभएको थियो, तर उहाँले अहिले आउँदाखेरि उहाँले अहिले कति 15 भारी खेत यत्रो यो एरिया पुरै जाँदाखेरि त 15 भारी खेतहरू मासियो। त्यही भएर किनकि बाटो यहाँ सुचारू भइरहेको छ। हेर्नुहोस् तपाईँहरू यो बाटो सर र यताबाट सुचारू भइरहेको छ है, तर पुल बनेको 8 महिना हुँदा नि यो पुल सञ्चालन भएको छैन। दर्शक श्रोता तपाईँले देखिराख्नु भएको छ। अब यो पुल यता होइन बाटो यहाँ सर गइरहेको छ है, किनकि डिपिआर भएको ठाउँ त यो हो नि। त्यही भएर यो पुल चाहिँ यता। ल हेर्नुहोस् तपाईँहरू यो पुल यता छ अनि अब यताबाट यो खेत मासिन्छ। हेर्नुहोस् पुलको यो सिधा यो पोलबाट त गाडी सट्टो उता जानुपर्ने हो अनि यता एउटा टर्निङ आउँछ होला, टर्निङ आउँदा यो खेतहरू बिचरा जग्गा धनीले 5 भारी दिएको चाहिँ यो खेतहरू सबै मासिन्छ के। त्यही भएर साथीहरू यो कुरा एक्काइस होस् कि यहाँ सबैजना गाउँपालिका अध्यक्ष लगायत वडा अध्यक्ष सबैले आफ्नो होइन आफ्नो काम कर्तव्य के हो त्यसमा ध्यान आएको छोडेर ए डिपिआर यहाँ भएको तिमीहरू यहाँ पुल बनाऊ भएर कसैले अनुमति दिन पाइँदैन। त्यही भएर 8 देखि 10 महिना बनेको अहिलेसम्म नि सुचारू नहुन कारण त्यही छ, किनकि जग्गा धनीको सानो आग्रह हो साथीहरू। तपाईँहरूलाई के लाग्छ तल कमेन्ट गर्नुला। ल साथी यो है त आजको मुख्य रिपोर्टिङ यो तपाईँ साथी आजको विषयवस्तु के छ बुझिरहनु भएको, किनकि जग्गा धनीको 5 भारी खेत मात्र भएर यो पुलको लागि दिएको अहिले उहाँको 14-15 भारी खेत मासिएको छ, किनकि डिपिआर भएको ठाउँभन्दा पुल माथि बनेको छ। त्यही भएर पुल सुचारू भएको छैन साथीहरू। ल
मलाई यो विषयमा धेरै जानकारी छैन, तर यो पुल बनेको 8 महिना भयो, तर किन गाडी चढेर यो पर्सन सडक डिभिजन कार्यालय जुम्लालाई छ। यदि कतै कोही दोषी नभएको भए सायद यो पुलमाथि गाडी चल्थ्यो होला, तर यो पुलमा अहिलेसम्म गाडी किन चलेन, गम्भीर विषय छ। के यो स्थानीय तहको कमी कमजोरी हो?